हजुर श्रोता मनहरू तपाईँ यति बेला के गर्दै हुनुहुन्छ? पक्कै पनि सन्चै आरामै हुनुहुन्छ होला। उकाली ओह्राली भन्ज्याङ चौतारी बेलापात पानी पँधिरो गर्दै हुनुहुन्छ होला। त्यही त हो गाउँठाउँको दुःख सुख है। पक्कै पनि सन्चै आरामै हुनुहुन्छ होला भन्ने लाग्छ मलाई। आजको विषयमा पनि हामी उपस्थित भइसकेका छौँ। तपाईँ कुन ठाउँबाट सुन्दै हुनुहुन्छ, कुन ठाउँबाट हेर्दै हुनुहुन्छ, सबैजनाले म धेरै धेरै स्वागत गर्न चाहन्छु कार्यक्रम लोकसङ्गालोमा। लोकसङ्गालो यसै समयमा हरेक साताको शुक्रबार सिक्रे शनिबार बसाइमा आउने गर्दछ र त आजको बसाइमा पनि हामी उपस्थित भइसकेका छौँ। तपाईँ पक्कै पनि स्कुलबाट फर्किएर यति बेला खाजा खाने समयमा हुनुहुन्छ, खाजा खाँदै हुनुहुन्छ। यसै गरी घाँस दाउरा गरेर घाँसको भारी बोकेर थकाइ मेटाउन लाग्नु भएको छ। यसै गरी वनपाखाबाट फर्किने बेला भएको छ। तपाईँ जहाँ जे गर्दै जस्तो अवस्थामा हुनुहुने सबैजनाले म एकमुष्ट रूपमा फेरि पनि स्वागत भन्दै यहाँहरूप्रति म धेरै धेरै तपाईँको माया साथप्रति आभार पनि प्रकट गर्न चाहन्छु। पछिल्लो समय लोकसङ्गालोलाई धेरै रुचाइदिनु भएको छ, धेरै माया गरिदिनु भएको छ। र त आजको विषयमा तपाईँसँग हामी प्रविधिबाट भरत ओली, अपलिङ्कबाट दुर्गाजीसँगै उपस्थित भएका छौँ। तपाईँ सुन्दै हुनुहुन्छ रोल्पा जिल्लाको पहिलो आवाज समुदायको लागि सामुदायिक रेडियो रोल्पा FM 93.8 मेगाहर्जबाट प्रसारित भएको कार्यक्रम सुन्दै हुनुहुन्छ। तपाईँ www.radiorolpa.org मोबाइल एप्लिकेसन, हाम्रो पात्रो नेपाली पात्रो जस्ता माध्यमबाट पनि हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ। यसै गरी GM अनलाइन टिभी